नमस्ते सबैजनालाई। आज चाहिँ हाम्रो वनभोज कार्यक्रम हुन गइरहेको छ। उतै गएर भेटौँ न है त। अब त्यसमा मसला मेहनती भाइ बहिनी दिदी चाहिँ हामीले गिफ्ट दिएको लुङ्गी नै लाएन कि दिदी। कस्तो लाग्यो त नि ब्लग? बहिनीहरू त लाएर आँखान्दै ब्लग कस्तो लाग्यो त नि? दामी राम्रो लाग्यो। मैले हिजो नि हेर्दै थिएँ 3-4 चोटि हेरी भए। दिदी चाहिँ खतरा बोल्नु भयो रहेछ बातमा ब्लगमा नि राम्रो विशाल दाइ र हजुर हो क्या धेरै बोलेको। त्यो क्यामेरा लिएर बस्ने होइन कि छिनिहाल्छु नि म यस्तो हो र। डिस्पेन्सर ल्याउनु पर्यो हाम्रो होइन कि पिकनिक कार्यक्रम त अब ब्लग खायो नि जाम जाम यसो गरेर लिएर बोरामा धोएर बोरामा ल्याइदिनु कस्तो छ त नि? पर्फेक्ट बिहान खाजा एकदम राम्रो सुक्खा है तेल पनि धेरै होइन सबलाई पर्फेक्ट आइपुग्नु भएको छ त्यही पनि मगरहरूले खाने सब्जीको मासु हो। आउनु ल आलु आलु छिन्ने छुटेको मासु अब नुन खुर्सानी हालेर फुक्का गरेर चिया मुखमा खाने हो। यहाँ चाहिँ अब कटिङ हुँदैछ। गोलभेडा काट्दैछ भने उता गाजर आलु छिल्दैछ। हाम्रो मग्गु भाइले घाममा टट्टी मेहनत गरिरहेछ। अघि नै काम पाएन भन्दै थियो के अरे है, अहिले चाहिँ दर काम पाइरहेछ। रोस्टको लागि यहाँ आलु मुस्दैछ है। यता चाहिँ कटिङ हुँदैछ। यो भन्दो रहेछ के ल के भइरहेको त नि यहाँ? हामी पिकनिकको हाफमा आइसक्यौँ। खाना खाने बेला हुनु लाग्यो। अब मोमोको खाजा खाइसक्यौँ। अहिले चाहिँ यसो सर्ट ब्रेक। अब कामसाम सबैले 50% सकेर यसो फ्रेस हुन आएको यसो यहाँ चाहिँ बवाल खोला क्रसमा अलिकति गर्मी भयो त्यही भएर एकछिन खोला हेरौँ साइड भिजिट गरौँ भनेर यसो हरियाली छ होइन जता हेऱ्यो त्यतै। यहाँ तल खोला छ। शीतल हो सफा सबैजना शीतल खाना आएको थियो। उता उता एकछिन बसी एकदम बहिनीले माछा मारेछ हेर्नु त्यहाँ। ए माछा मार्ने बहिनी हो कि? यत्रो हेरे हौ इटरीको ए माछा मार्ने भाइ खा रे दिन्छ त्यसले। ए माछा मार्ने भयो राम्रोसँग मार। बिस्तारै हेर बिस्तारै माथि हेर अब हाँस अलिअलि हाँस हात चलाऊ कपाल यसो फर्का जस्तो गर। हो ल ठिक छ।
खाना खाने कार्यक्रम हुँदैछ। हाम्रो लाखोटोलीहरूले चाहिँ खाना दिँदैछ। सब खटिरहेछन्। कोही उता बस्यो, कोही यता। खै भाडा मस्काउने कार्यक्रम हुँदैछ है लाखोटोलीहरू। अब एकछिनमा चाहिँ हामी घर जानवाला छौँ। घर पस्दै जाऊ, दुईजना भन्दा धेरैजना चाहिन्छ।
अब हामी चाहिँ घर जानु लाग्यो सब सामान प्याक भइयो सबजना घर जान रेडी छ बस्दै बस्दैन सानो सानो मान्छे चाहियो नि होइन हामी जान्छौँ एक पाइला त भित्र समाजको भित्र पर्दैन ढुक्क हुने के ल भयो जोस हामी सरसर बन्द गरेर आफ्नो घर लाग्छौँ बसेर यताउता हुने काम हुँदैन ढुक्क हुने ल होइन बस्दैन बस्दैन सामान सानो त केटा चाहियो त्यही भएर भनेको हजुर आन्टी यति भन्दै अब अर्को नेक्स्ट भिडियोमा भेटौँला बाई बाई